हे गाइस सम्पूर्णमा सबैजनालाई नमस्कार छ मेरो तर्फबाट र मेरो भिडियो हेरिदिनु हुँदैछ भने धेरै धेरै धन्यवाद र भिडियो हेरेर लाइक कमेन्ट शेयर सब्स्क्राइब चाहिँ गरिदिन नभुल्नु होला र आज छ हाम्रो एक छकी र अब हाम्रो गयो चुलसुल काट्नेवाला थियौँ र दाजु अघि नै गयो अब म पनि जानेछु र चुल पुरा टक्ला गर्नुपर्ने गाइस अहिले पहिलेको जस्तो पनि छैन र गाउँमा कोही भेटिँदैन यस्तो चुलसुल खोइरिनको लागि टक्लु गर्नको लागि र अब के गर्नु अब आमाहरू भन्नुहुन्छ घरमै काट्नु बाहिर काट्नु हुँदैन भनेर भन्नुहुन्छ र के गर्नु अब भेटिँदैन मान्छे अब त्यसलाई पनि जानुपर्ने चुल काट्नलाई मेसिनले काटेर आउनु पर्यो र अहिले गाउँमा पनि छैन नि त्यस्तो चुलसुल काट्ने मान्छे र तपाईँहरू पनि भिडियो त फ्यान टप बनिदिनु होला र आउनु तपाईँहरूलाई हर्का घरको ब्लग देखाइदिन्छु केटाकेटीहरू म्यागी खाँदैछन् हाम्रो सिङ्गनहरू हेलो गाइस भन्दा गाइस चलो टक्लु गर्नुपर्ने क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। मान्छेले सोधेन भने किन काटेको चुल भन्दा चाया परो त्यही भएर काटिदिएको भनिदिनु पर्यो म चाहिँ मान्छेले सोधेन भने किन काटेको चुल भन्दा चाया परो त्यही भएर काटिदिएको भनिदिनु पर्यो म चाहिँ के गर्नु गाइस उपाय छैन सालमा आएको एकबार गर्नै पर्छ होइन धर्ममा हिँडेको राम्रो हो क्या धर्म कर्म गरेको राम्रो होइन सालमा एकबार आउँछ र फुल त आइरहन्छ केही छैन काट्नलाई र चलो गाइस जानुपर्छ र गाइस हाम्रो हाइवे चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ है र म जानेछु अहिले टमटममा आजकल गाउँमा पनि धेरै टमटम निक्लिसकेका छन् फिलहाल गाइस अहिले म चाहिँ जानेछु साथीसँग र साथीलाई म वेट गरिरहेछु अहिले र आउँदैछ होला ऊ त्यही खाँदैछु भन्दै थियो र अब एकछिन हाम्रो यहाँ बुइनीको दोकानमा बस्नुपर्छ गायत्रीको दोकानमा फाइनली गाइस साथीलाई चाहिँ भेट्यो अब हाम्रो हिँडेको तेलाम र यो पनि जाँदैछ साथमा बजार पनि घुम्न हुन्छ र मेरो साथी पनि हुन्छ होइन भाइ जाँदैछु मैले फेरि र एउटा बाटो दुई बार घुर्नु पर्यो किनकि मलाई लेटिङ लाग्यो त माझामा हिजो डिब्रुगढमा मिसिङ फङ्सन थियो फेस्टिभल हेर्न सक्नुहुन्छ होला हिजो मिसिङहरूको फेस्टिभल थियो र आज सबैजना घुरेर आउँदैछन् र आज पुरा भिडाभिड छन् ट्राफिक जाम भएको थियो हिजो राति हेलो नुजुरे र गाइस फाइनली हाम्रो आइपुगिसक्यौँ बजार र बजार त आइयो लेकिन जेबमा त 1 रुपियाँ पनि छैन नि भाइ जेबमा चाहिँ 1 रुपियाँ पनि छैन जस्ट यसै आएको अब बुझ्नु होला अब केटी नै हेर्न आएको हामी चाहिँ होइन अनि गाइस आज हाम्रो पब्लिकको रियाक्सन हेर्न चाहन्छौँ नि यहाँ धेरैजना यस्तो छन् कि माने भिडियो बनाउँदा लजाउँछन् लेकिन नलजाउनु के पब्लिकको रियाक्सन हेर्नुपर्छ यहाँ होइन यहाँ के भइरहेको छ देखाइदिनु अनि यहाँ चाहिँ थियो होला अब हिजो बिहे यहाँ हेर्न सक्नुहुन्छ होला हिजो बिहे थियो हाम्रो तेलाम सिटी टाउन नजाऊ होला हाम्रो तेलाम टाउन यस्तो छ पहिले यहाँ दोकानहरू पनि थिएन अहिले फिलहाल दोकान बनियो नयाँ नयाँ धीरे धीरे डेभलप डेभलप हो रहा है हम लोग का तेलाम में आइज भाइ आफ्नो साइड र गाइस सब बजार पस्नुपर्छ किनकि चुल पनि मलाई टक्लु गर्नुपर्ने छ र भाइ चाहिँ मेरो साथीमा आएको अब होइन भाइ भातसात नखायो केटीले हेरेको हेरै चिकन र पब्लिकको रियाक्सन चाहिँ खतरा भइरहेछ यहाँ किमान पऱ्यो किमान 170 अलग कम गरियो 160 किलो एका 40 टका ले लग 160 है गाइस इसको 160 70 यहाँ पड़ा होइन 10 रुपैयाँ कम गरेको त्यो 10 रुपैयाँ सिप कम गर्छु नि अब बजारात चाहियो मलाई ल ल
আৰু বেলেগ নাই এইটো গাঁঠিটো অলপ বিচাৰি দিওঁ মানে গাঁঠিটো অলপ ইয়াত লাগে মানে গাঁঠিটো ইয়াত লাগে सेम क्वालिटी है भाई। 120 টকা দিম ৰ'বা মই বহুত লৈ আছোঁ 150 টাকা দিতে এতিয়া নক'ব না 150 টাকা যাত্রার টাইম মই বহুত লৈ লওঁ মানে আৰু আছে মোৰ ঘৰত পুৰণা হৈ গ'ল ডিছকালাৰ হৈ গ'ল হ'ব 120 দি দিম তোমাক 120 কিনাই হয় ভাই আপনারা তো পয়সা কিছু পান দিলো 20 টাকা বলতে গেছে 40 টাকা বলতে কোথায় পান যাত্রার টাইম माथा खुलाना माथा खुलाना सिस्टम डायरेक्ट जैसे कि मरने वाला का नहीं है हाँ वो तो करना पड़ता है वही तो। सर्विस है हम लोग को भी इसी करता है तो 3 साल का बाद में नहीं बन सकता। मिला गजब बेइज्जती है 3 साल का बाद में नहीं होने से भी हो जाएगा हाँ हम लोग का तो गया पिंडा गया में हाँ पिंडा दे देने से गया में को बैठा देने से हो गया अच्छा लोग गया में बैठाता है गया में र गाइस म जहिले पनि बाल काट्न आउँछु र यो भैयाकोमा काट्छु मनोज भैया हो र यहाँ तेलाम छेउकै हो र तपाईँहरू आउनुभयो भने यहाँ पस्न सक्नुहुन्छ होला रेलवे स्टेसनको छेउमै छ र यहाँ हेर्न सक्नुहुन्छ होला उसको छेउमा फ्रुटको दोकान छ अरू यहाँ सामने बाल्टिङहरूको दोकान छ सायद तपाईँहरूले मजाले देख्नुभएको छैन होला म देखाउने छु तपाईँहरूलाई ब्लर भइदिइहाल्छु यहाँ हेर्न सक्नुहुन्छ होला बाल्टिङको दोकानहरू छ छेउमा अनि साथैमै ए भैया मनोज भैया हो हाम्रो राम्ररी बाल काट्छ फाइनल गाइस चुल काटेँ र अब जाँदैछु बजारमा दाजु छ अरे बजारमा र उसलाई सामान लिएको छ अरे दाजुले र सामान उठाउनु छ धेरै सामानहरू छ भाइ बजार हाम्रो चाहिँ बजार शनिबार बजार भन्छन् यसलाई सटरडे बजार यहाँ में भी है ये गाइस मेरो पनि साथी छ एउटा कन्टेन्ट क्रिएटर र राम्रो ब्लग बनाउँछ यसले गाइस फाइनली बजार टाउनमा आइयो मार्केटमा मेन मार्केटमा चाहिँ पसियो र अब हाम्रो चाहिँ जानु छ सब्जी बजारमा र यहाँ दाजुले कता सब्जी लिएर आएको छ अरे उठाउन सकेको छैन अरे भारी भयो अरे म चाहिँ गएर उठाउनु पर्यो कहाँ थियो सब्जी बजार यता हैन यतै है हाम्रो बर्तन थालीहरूको दुकान आप लोग यहाँ में आ सकते हैं ये बढ़िया ये देखिए ऑप्शन में मिल जाएगा मेरा नाम लीजिए कोई भी कुछ भी नहीं देगा गाइस पब्लिकहरुको रिएक्सन हेर्न चाहन्छौँ हामीले चाहिँ हैन भाइ हो हैन हमने भी शुरू कर दी 4 लोग क्या बोलेंगे छोड़ कर बस अभी आगे बढ़ना है हाँ बस अभी आगे बढ़ने पीछे नहीं देखने वही तो और काफी सारे लोग होते हैं मतलब फाइनली गाइस घरमा आइपुगे र यी हेर्न सक्नुहुन्छ होला जैसा मैं दिखना चाहिए था वैसा दिख रहा हूँ ना अभी हाँ हाम्रो सिमरन त मलाई देखेर चुल छ मलाई त सिमरनले चिन्न सकिन नि म